यता सबैले ध्यान दिएर त हिजो जुन हामी पढेको हो प्रिज्मको बारेमा हैन प्रिज्मको जुन आधारको जति जुन एरियाहरु जुन त्यो एरियाको बारेमा म सबै नोट गराएको हिजो हो जुन कि यो आधारमा यहाँनिर जस्तो जुन यो ट्रेंगललाई पनि हामीले ध्यान दिनुपर्छ यसमा कुनै हुन्छ इक्विलेटरल ट्रेंगलमा हुन्छ कुनै आइसोसियल ट्रेंगलमा हुन्छ हैन कुनै राइट एंगल अफ ट्रेंगलमा हुन्छ अनि कुनै सबदुई बाहु त्रिभुजमा पनि हुन सक्छ हो किन र यो चित्र जुन हामी हेरिरहेछौं यो पनि एक्जामको लागि धेरै इम्पोर्टेन्ट विषय छ यदि यो प्रिज्म सम्बन्धित छ यसमा हामीलाई मेन कुरा यो बनाउनु भन्दा पहिला यो चित्रलाई हेर्नुपर्छ राम्रोसँग यो कुन ट्रेंगल छ यो ट्रेंगलको बारेमा यसको कुन त्रिभुज छ यो त्रिभुज समकोणी त्रिभुज छ किन यसमा 90 डिग्री बनाएको छ यार यहाँ पनि बनाएको छ 90 डिग्री चाहिँ बनाइएको छ यसमा कुशल यसरी पनि झुक्याउन सकिन्छ यता ध्यान दिएर क्रस सेक्सनको क्षेत्रफल निकाल्नुहोस् अथवा पूरा सतहको क्षेत्रफल निकाल्नुहोस् अथवा यदि यस्तो यस्तो कुशल यसमा बढी भन्छ निकाल्न सक्नुहुन्छ जुन कि यसमा दिएछ लेखेको छ तपाईहरु ध्यान दिएर हेर्नुस् है जुन कि AB = एउटा यो साइड छ जुन कि हामी यहाँ हेर्छौं राइट एंगल अफ ट्रेंगलमा यो 90 डिग्री हुन्छ भने यो B हुन्छ यो P हुन्छ यो के हुन्छ F हुन्छ यो B लाई बेस भयो परपेंडिकुलर भयो र हाइपोटेन्युज भयो यानी यसको बेसलाई हामी आधार भन्छौं र यसलाई परपेंडिकुलर गर्नलाई लम्ब भन्छौं र H लाई हामी के भन्छौं कर्ण भन्छौं त्यो कुरा सबै एकदमै ध्यान दिएर हेर्नुस् है जुन कि यसमा AB बराबर यहाँ यो साइड दिएको छ 3 सेन्टिमिटर र BC बराबर 4 सेन्टिमिटर हो तर AC बराबर थाहा छैन AC बराबर थाहा छैन अब यसको लागि यो हेर्नुस् यहाँ वाट दिएको तर यो प्रिज्मको यो लम्बाई दिएको छ के दिएछ लम्बाई तर यो तिम्रो क्वेशन्समा के दिएको छ दिएका प्रिज्मको क्रस सेक्सनको क्षेत्रफल निकाल्नुहोस् एक नम्बर क्वेशन हामी यहाँ लेख्छौं नाउ वी नो दैट हामी लेख्छौं क्रस सेक्सन को क्षेत्रफल यो कुरा हामीलाई बुझ्नुपर्छ स्पष्ट क्रस सेक्सन आउने बित्तिकै यो पहिला ट्रायंगल के हो कुन ट्रायंगल छ कुन त्रिभुज छ हैन यो कुरा पहिला हामीले मेन जानकारी लिनुपर्छ है जुन कि यसमा समकोणी त्रिभुज छ कुनै कुनैमा समबाहु त्रिभुज हुन्छ कुनै कुनैमा समद्विबाहु त्रिभुज हुन्छ कुनै कुनैमा विषमबाहु त्रिभुज हुन्छ तर यसमा यो कुन छ समकोणी त्रिभुज यसको लागि हामी 1/2 b गुणे हामी के गर्छौं h यो b त म पहिला नै भनेको यो b को s नै हुन्छ भनेर हो किन त यसको लागि 1/2 * b b भन्नु पर्छ कति 4 सेन्टिमिटर र h भन्नु पर्छ कति 3 सेन्टिमिटर 2 1 2 2 गुणा 4 यो 2 सेन्टिमिटर गुणे कति हुन्छ यो 3 सेन्टिमिटर 3 गुणा 6 सेन्टिमिटर एउटा यो क्रस सेक्सन यसको क्रस सेक्सन पहिला यो बुझ्नुस् क्रस सेक्सन निकाल्नु भन्दा पहिला यो चित्रलाई पहिला ध्यान दिएर हेर्नु पहिला कुन चित्र बनाइएको छ त्रिभुजमा यो समबाहु छ कि विषमबाहु छ कि समद्विबाहु छ हो किन यो जबसम्म थाहा नगरिकन हामी यो बनायो भने फेरि के हुन्छ गल्ती हुन्छ है त्यही भएर यो चित्रले एकदमै स्पष्ट ध्यान दिएर अनि गर्नु यो क्रस सेक्सन हो अर्को क्वेशन यसमा भनिरहेछ यानी पार्श्ववर्ती सतहको क्षेत्रफल निकाल्नुहोस् के कुन सतहको पार्श्ववर्ती सतह भन्ने बित्तिकै यो छड्के सतहको क्षेत्रफलको लागि भन्छ है अनि यहाँ लेख्छौं एगेन पार्श्ववर्ती सतहको क्षेत्रफल बराबर हामी के लेख्छौं वाट लेख्छौं है अब यहाँ त अब पार्श्ववर्ती सतहको क्षेत्रफलको फर्मुला ध्यान दिएर है जुन कि यसको एउटा हामी हेर्ने हो भने यो p h हुन्छ p भन्नु पर्छ पेरिमिटर के हुन्छ p * h यानी p भन्नु पर्छ के हुन्छ यो है अब यो चाहिँ क्रस सेक्सनको कम्प्लिट भयो एकदमै राम्रोसँग तपाईले चाहिँ ध्यान दिएर है यो एकदमै इम्पोर्टेन्ट क्वेशन छ यो अब पार्श्ववर्ती भन्ने बित्तिकै त्यो छड्के सतहको क्षेत्रफलमा के जान्छ जुन कि यसको यो ट्रायंगललाई पहिला ध्यान दिनुस् यसमा चाहिँ यसको p मैले जुन भनेको p * h p भन्नुको पेरिमिटर परिमितिलाई जनाउँछ यो परिमिति भन्ने बित्तिकै सबै साइडलाई हामीले जोड्नु पर्छ भने चाहिँ p चाहिँ हामी निकाल्न सक्छौं है यो त्रिभुजको पहिला परिमिति जुन कि यो कुरा थाहा छैन भने यो समकोणी त्रिभुज छ भने यो पाइथागोरस र साध्य प्रयोग गरेर हामी यो h को ठाउँमा भन्नुपर्छ ac को चाहिँ हामी मान निकाल्न सक्छौं जुन कि यसमा हामी निकाल्छौं यसको ल यहाँ है अब ac निकाल्नको लागि डाइरेक्ट म निकाल्छु है यहाँ हेर्नुस् यसको हामी लेख्छौं पाइथागोरस साध्य अनुसार एकचोटि यो ध्यान दिएर है पाइथागोरस साध्यमा अब हामी AC जब निकाल्छौं भने AC भन्नु पर्छ रुट अन्डर यदि डाइरेक्ट जुन हामी लेख्छौं h बराबर रुट अन्डर p² + b² हुन्छ यही चाहिँ फर्मुला यो प्रयोग गरेर हामी यसमा निकाल्न सक्छौं जसरी यसमा p² + हामी के लेख्छौं b² लेख्छौं यो भन्नु पर्छ p भन्नु पर्छ यो भयो AC भयो के भयो AC यानी AB भयो AC यानी AB भयो के भयो 3 को होल स्क्वायर र यो चाहिँ
4 को होल स्क्वायर एकछिन आन्सर ध्यान दिएर है। अब म यसलाई लेख्छु यसको रुट र निस्केला त कति हुन्छ 3 तिहाई 9 र यो 4 चौका 16 यो दुवैले जोड्दाखेरि के हुन्छ 25 यसको रुट निकाल्दाखेरि के हुन्छ 5 हुन्छ अनि एसी को मान के भयो त 5 भयो। अब यसको यो त्रिभुजको एबीसी को परिमिति निकाल्नुस् त्रिभुज एबीसी को परिमिति निकाल्नुस् परिमिति त परिमिति t बराबर हामी निकाल्छौं भने यहाँ 3 + 4 + 5 यो सबैलाई जोड्नुस् कति हुन्छ 5 4 9 9 3 12 सेन्टिमिटर। तब हामी लेख्छौं पार्श्ववर्ती हामी के लेख्छौं पार्श्ववर्ती सतहको क्षेत्रफल यहाँ फर्मुला लेख्छौं a बराबर p * h h भन्नुको यो प्रिज्मको यो उचाइ नै हो लम्बाइ त्यसलाई यसले नि त्यो हामी डिनोट गरेको है। यो 12 सेन्टिमिटर गुणे यो पनि 12 सेन्टिमिटर भन्नु पर्छ 144 सेन्टिमिटर स्क्वायर हुँदा यो के हुन्छ। अब यसपछि जुन हामी पुरा सतहको निकाल्छौं भने यसैबाट यो सबै हामी निकाल्न सक्छौं है। यति लेखेर आजको लागि यति नै लगाइदिनुहोस् है। यो सबै नोट गर।